इक्जाममा झुक्क्याउन सक्ने 6 कोरियन शब्दहरू हामी हेरौँ है त के छन्? हामी 1 नम्बरमा हेरौँ छिरिरुल हादा र छिरिरुल फात्ता भन्छ हैन? छिरिरुल हादा भनेको उपचार गर्नु। यो चाहिँ डाक्टरहरूले उपचार गर्ने कुरालाई जनाउँछ भने छिरिरुल फात्ता भनेको चाहिँ हस्पिटलमा गएर आफूले आफ्नो उपचार हैन रोगको उपचारहरू गराउने, आफ्नो उपचार गराउने कुरालाई जनाउँछ। जस्तो हादा प्रयोग गर्दा चाहिँ डाक्टर वा उपचार दिने व्यक्तिले गर्ने क्रियालाई जनाउँछ हैन? हामी इक्जाम्पल पनि हेरौँ। उइसानुन ह्वान्जानुल छिरिरुल हाम्निदा। डाक्टरले चाहिँ बिरामीलाई के गराउँछ त? उपचार गर्छ। डाक्टरले बिरामीलाई उपचार गर्छ भन्दाखेरि चाहिँ छिरिरुल हादा भयो हैन? अब छिरिरुल फात्ता भन्नु भने चाहिँ आफूले हैन फात्ता प्रयोग गर्दा बिरामीले उपचार पाउने कुरालाई जनाउँछ हैन? जस्तो इक्जाम्पल हेरौँ। नानुन फ्याङ्गोनेस छिरिरुल फादास्सुम्नेदा हैन? मैले चाहिँ अस्पतालमा के गरेँ त उपचार गरेँ। उपचार आफूले उपचार गरेँ, आफ्नो उपचार गराएँ भन्नु पर्दाखेरि चाहिँ छिरिरुल फात्ता भन्नुपर्छ भने डाक्टरले उपचार गर्नुभयो, डाक्टरद्वारा हैन नर्सले अथवा कसैले हैन उपचार सम्बन्धित व्यक्तिले उपचार गरिदिने प्रक्रियालाई चाहिँ शब्दलाई चाहिँ छिरिरुल हादा भन्छ हैन? अब अर्को हेरौँ हामी। जस्तो 2 नम्बरमा हेर्ने हो भने छुसारुल नोत्था छ अनि अर्को छुसारुल मात्ता छ। छुसारुल नोत्था भन्नु भने चाहिँ सुई लगाइदिने हैन? नर्सले लगाइदिने भन्ने कुराहरू जनाउँछ। आफूले अरूलाई लगाइदिने भन्ने कुरालाई जनाउँछ भने छुसारुल मात्ता भनेको चाहिँ आफूले सुई लिनु क्या लगाउनु भन्ने कुरालाई जनाउँछ। है आफूले लगाउनु भनेको आफूले मैले सुई लगाएँ नि, मैले हेपाटाइटिसको सुई लगाएँ भन्ने कुरा भन्नु पर्दाखेरि चाहिँ छुसारुल मादासय भन्नु पर्यो हैन? नर्सले सुई लगाइदिनु भयो भन्दाखेरि चाहिँ छुसारुल नुवासय अथवा छुसारुल नोत्था भन्नु पर्यो है त। ल नोत्था भनेको चाहिँ डाक्टर वा नर्सले अरूलाई सुई लगाइदिनु हो है। खानोसागा ह्वान्जाएगे छुसारेल नुहास होइन नर्सले चाहिँ बिरामीलाई सुई लगाइदिन्। त्यस्तै मात्ता अब छुसारेल मात्ता भनेको चाहिँ बिरामीले सुई लगाउनु हो क्या होइन? मैले सुई लगाएँ यस्तो कुनै पनि भ्याक्सिनको मैले भ्याक्सिनको यो सुई लगाएँ यो गरेँ भन्नु पर्यो भने चाहिँ छुसारेल मात्ता भन्नु पर्यो है त। छनुन फ्याङ्गोनेस थोक्काम छुसारेल माजास मैले हस्पिटलबाट चाहिँ फ्लू थोक्काम भनेको भाइरसको होइन भाइरसको इन्जेक्सन चाहिँ के गरेँ त लगाएँ भन्ने यसले अर्थ दिन्छ है त। ल अरू पनि हेरौँ। अर्को छ 3 नम्बरमा सुसुरुल हादा अनि सुसुरुल फात्ता। यो पनि त्यस्तै सेम हो है। सुसुरुल हादा भन्यो भने चाहिँ डाक्टरहरूले अपरेसन गर्ने कुरालाई जनाउँछ भने सुसुरुल फात्ता भनेको चाहिँ आफूले अपरेसन गराउने कुरालाई जनाउँछ होइन? आफ्नो अपरेसन गराउनु। मैले चाहिँ मेरो पाठेघरको के भन्छ मैले पाठेघरको अपरेसन गराएँ होइन? स्टोनको अपरेसन गराएँ भन्ने कुरा गराउँदा पर्दाखेरि चाहिँ सुसुरुल फादासय भन्नु पर्यो होइन? अरू डाक्टरले गराउने कुरालाई चाहिँ सुसुरुल हादा भन्नु पर्यो है त। हादा भनेको चाहिँ डाक्टरले गर्ने क्रिया हो होइन? मैले अब कसैको अपरेसन गरिदिनु पर्ने छ भने चाहिँ डाक्टरले भन्छ सुसुरुल हेस्सयो होइन? ल उइसागा ह्वान्जाए सिमजाङ सुसुरुल हेस्सयो होइन? डाक्टरले चाहिँ बिरामीको मुटुको अपरेसन के गर्नुभयो त गर्नुभयो होइन? अथवा गरे। ल फात्ता भनेको चाहिँ बिरामीले शल्यक्रिया गराउनु होइन? मैले चाहिँ के गरेँ त स्टोनको अपरेसन गराएँ भनेर यसरी भन्नु पर्दाखेरि चाहिँ सुसुरुल फात्ता भन्नु पर्यो है त। आबजिनुन अझै मुरुप सुसुरुल फादुस्यास्य होइन? बुबाले चाहिँ हिजो घुँडाको अपरेसन गराउनु भयो होइन? गएर लिनुभयो नि त अपरेसन लिनुभयो, गराउनु भयो। उहाँले कसैको गरिदिनु चाहिँ भएको होइन, आफूले गराउनु पर्ने, आफूले लिने कुरामा चाहिँ फात्ता है त। ल त्यस्तै अब 4 नम्बरमा हेरौँ। छबाङ्गुल हादा भन्छ अनि छबाङ्गुल फात्ता भन्छ। छबाङ भनेको के हो त? डाक्टरले जुन गरिदिने प्रिस्क्रिप्सन भन्छ नि होइन? त्यसलाई छबाङ भन्छ। हो अब छबाङ्गुल हादा भन्यो भने चाहिँ डाक्टरले लेखिदिने कुरालाई चाहिँ के भन्छ त? छबाङ्गुल हादा भन्छ क्या होइन? डाक्टरले प्रिस्क्राइब गरिदिने कुरालाई चाहिँ छबाङ्गुल हादा भन्छ भने अब त्यो आफूले पाउने कुरालाई चाहिँ छबाङ्गुल फात्ता भन्छ होइन? त्यसलाई चाहिँ छबाङ्गुल फात्ता भन्छ। हादा भनेको डाक्टरले औषधि प्रिस्क्राइब गरिदिने प्रक्रिया हो होइन? उइसानन खाम्गी यागुल छबाङहे छुवासुम्दा डाक्टरले चाहिँ मलाई रुगाखोकीको औषधि प्रिस्क्राइब गरिदिनु भयो होइन? प्रिस्क्राइब गरिदिनु भयो। अब फात्ता भनेको चाहिँ बिरामीले उक्त प्रिस्क्रिप्सन प्राप्त गर्ने कुरालाई जनाउँछ। डाक्टरले प्रिस्क्राइब गरिदिएको कुरालाई प्राप्त गर्ने कुरालाई चाहिँ के भन्छ त? छबाङ्गुल फात्ता भन्छ होइन? वान्जानुन उइसाएगे यागुल छबाङ फातासुम्दा होइन? बिरामीले चाहिँ डाक्टरलाई के भयो त? यागुल छबाङ फातासुम्दा होइन? बिरामीले डाक्टरबाट औषधि प्रिस्क्रिप्सन पाए भन्ने कुरालाई जनाउँछ है त। ल त्यस्तै अब अझै हेरौँ 2टा छन्। ल खोयोङ हादा र छिजिक हादा यसमा पनि धेरैजना झुक्किनुहुन्छ होइन? फिन्कानेहरूमा आउँदाखेरि। खोयोङ हादा भन्नु भने चाहिँ रोजगारी दिनु भनेको चाहिँ साउ या कम्पनीको दृष्टिकोणबाट कसैलाई काममा लगाउने होइन? मैले कसैलाई रोजगारी दिने कुरा जनाउँछ भने छिजिक हादा भनेको चाहिँ रोजगारी आफूले जब गर्ने जागिर पाउने कुरालाई जनाउँछ है त। तर हामी भन्दाखेरि चाहिँ मैले रोजगार पाएँ होइन जब गरेँ भन्छौँ नि जो जागिर दिनु अनि जागिर पाउनु भन्ने अर्थ है त। खोयोङ हादा भनेको जागिर दिनु अरू कसैलाई र छिजिक हादा भनेको आफूले जागिर पाउनु।
खोयोङ हादा भनेको चाहिँ कम्पनी वा मालिकले कसैलाई जागिर दिनु हो होइन। 회사는 새로운 직원을 고용했습니다. होइन कम्पनीले चाहिँ नयाँ कर्मचारीलाई जागिर दियो भन्ने जनायो। 취직하다 भनेको कुनै व्यक्तिले जागिर पाउनु हो है। 저는 한국 회사에 취직했어요. होइन मैले चाहिँ कोरियन कम्पनीमा के भयो त जागिर पाएँ भन्ने यसले अर्थ देखाउँछ। अब 6 नम्बरमा हेरौँ सुअबुल हादा र सुअबुल फात्ता पनि त्यही सेम केस हो। सुअबुल हादा भनेको चाहिँ कक्षा सञ्चालन गर्नु भनेको कसले त भन्दाखेरि पढाउने टिचरले होइन। मैले चाहिँ कक्षामा पढाउँदैछु भने के भयो त टिचरले पढाउँदै गर्नुहुन्छ पढाउनुहुन्छ भने चाहिँ सुअबुल हादा क्लास गर्नु होइन कक्षा गर्नुभयो भने त्यो क्लासमा विद्यार्थीहरूले लिने क्लासलाई चाहिँ के भन्यो त सुअबुल फात्ता भयो। यदि विद्यार्थीले लिँदैछ भने सुअबुल फात्ता हुन्छ होइन। हादा भनेको चाहिँ शिक्षकले कक्षा लिने प्रक्रिया हो। शिक्षकले लिने प्रक्रियालाई सुअबुल हादा भनियो होइन। म चाहिँ कसैलाई पढाउँछु म क्लास लिँदैछु है भन्छौँ नि हामी। त्यो पढाउने कुरामा चाहिँ सुअबुल हादा भन्नु पर्यो। अब आफूले लिने हो भने चाहिँ सुअबुल फात्ता भन्नु पर्यो। यहाँनिर हामीले इक्जाम्पल हेरौँ 선생님이 오늘 수업을 합니다 होइन डक्टरले सरी शिक्षकले आज क्लास गर्नुहुन्छ भन्ने अर्थ दिन्छ। फात्ता भनेको विद्यार्थीले कक्षा लिने प्रक्रिया हो। 학생들은 한국어 수업을 받습니다. विद्यार्थीहरूले चाहिँ कोरियन कक्षा लिन्छन् भन्ने अर्थ दिन्छ है त। अब यस्ता अन्य अन्य वर्डहरू पनि धेरै नै हुन्छन् है। कोरियन भाषा सम्बन्धित कुराहरू सिक्नको लागि चाहिँ द कोरियन पाठशालालाई तपाईँहरूले टिकटक, युट्युब, इन्स्टा, फेसबुक सबैतिरबाट तपाईँहरूले फलो गर्न सक्नुहुन्छ। 안녕히 계세요. बाई बाई।